गुड मर्निङ हैन 11:30 बजिसकेको छ गाइस। अब भन्नु त के भन्नु, अब हामी पनि भोकले मर्न आँटिसक्यौँ। रुममा त अब खानेकुरा केही छैन। अब जाँदैछु दोकानतिर, अब रोटी सोटी के हुन्छ लिएर आउनु पर्यो हैन। अब रोटी लिन चाहिँ गइरहेको छु अहिले दोकान। अब रोटी पनि यहाँ पाइँदैन नजिकमा। अब हाम्रो जबरी कम्पनी रोटी ठप्प बन्द छ, आफ्नै कम्पनीको रोटी खान सकेन। अब आज भोलि किनेर खानुपर्छ हैन। साउदी अरबमा बङ्गालीहरूले उत्पादन चाहिँ गरेकै हो टमाटरको बिउ। फुच्चे गाडी चाहिँ मेरो हो। अब दाइको गाडी चाहिँ अगाडि छ होला। यहाँ चाहिँ हाम्रो कम्पनीको गाडीहरू सबै अब छुट्टीमा छ भनौँ न, सबै सुतिरहेको छ। हामी चाहिँ दोकानतिर लागेको। त्यो हाम्रो वर्कसप हैन, ग्यारेज। अनि यो हाम्रो कम्पनीको जबरी कम्पनीको गाडीहरू। अब दाइले सिसा पुस्दै हुनुहुन्छ। अब गाडीमा बसेर रोटी लिन जानु पर्यो। 1 रियालको रोटी लिनलाई 4 रियालको तेल खर्च गर्नु पर्यो। अब हिँड्न लागेमा हामी चाहिँ दोकानतिर। तपाईहरुलाई के चाहिन्छ गाइस? अब जुस हेर्नु भएको छैन होला कतिजनाले। अब दोकान गएपछि अनि तपाईहरुलाई जुस देखाइदिन्छु है। तपाईहरु खानु भएको छैन होला, यसो म फोटो खिचेर पठाइ पनि दिन्छु है गाइस। बाटो चाहिँ तपाईहरु हेर्नु भएको छैन होला पक्कै पनि। यो साउदी अरबको बाटो। पहिला मान्छेहरूले भन्थ्यो अरे रुख बिरुवा हुँदैन, तर आज भोलि रुख बिरुवा टन्नै छ साउदी अरबमा। पानी पनि पर्छ दिनकै। मान्छेहरूले कसले चाहिँ भन्छ साउदी अरबमा सागसब्जी हुँदैन। हेर्नुस् त कति विकसित गरेको छ। आलु, भिन्डी, गोबी, पत्ता गोबी, रायो साग, हरेक चिज साउदी अरबमा पनि उत्पादन हुन्छ। खाडी मुलुक भनेर हुन्छ। तपाईहरु भन्नुहुन्छ साउदी अरबमा ठुलो गाडी छैन। कसले चाहिँ भन्छ ठुलो गाडी छैन? यो ठुलो गाडी थिएन, सानो गाडी मात्रै छ भन्थ्यो। ठुलो गाडी पनि छ नि। यहाँ हेर्नु साउदी अरबमा भन्छ घरै घर छ भनेर। कहाँ घर छ? घरै देखिएन हामीले त। खाली रमल गाडी मात्रै छ। दोकान त 3-4 किलोमिटर टाढा जानुपर्छ एउटा रोटी लिनको लागि। 5 दिनको रोटी पनि खानुपर्छ यहाँ त गाइस। तपाईँहरूलाई चित्त नबुझ्ला, तर हामीलाई बुझिरहेको छ बासी रोटीले पनि। अब दोकान पनि आइपुग्यो हो गाइस। अब साउदी अरबीमा चाहिँ पाकला भन्छ, हामी चाहिँ दोकान भन्छु। अब इङ्ग्लिसमा के भन्छ त्यो चाहिँ मलाई पनि थाहा भएन अहिलेसम्म। किनकि अब कालो अक्षर बराबर इङ्ग्लिस हेर्ने बित्तिकै पहिले स्कुलदेखि भागेको मान्छे मै हो होइन, कहिले नपढेको। 1 क्लासमा 7 चोटि फेल भएको विद्यार्थी नै मै हो। थोप्ला नहेरौँ हो गाइस। अब यहाँको होटल चाहिँ अब दामी हुन्छ नि होइन। विदेश भनेको विदेश नै हो। अब यहाँ भने खेप्सा, यो परियो मटरहरू सबै थोक पाइन्छ र चिकन सिँगै पाइन्छ। तपाईँलाई चिकन हेराइदिउँ है गाइस। रोटी चाहिँ खत्रै रहेछ होइन। हामी चाहिँ दोकान आइपुग्यो है। अब तपाईँहरूलाई यसभित्र दोकानभित्रको सामानहरू के चाहिन्छ होइन। साउदी अरबमा परे जस्तो फ्रीमै दिन्छ है गाइस। अब हामीले चाहिँ पैसा तिरेर खान्छु। तपाईँहरूलाई चाहिँ अब गाईहरूलाई चाहिँ फ्रीमै हो। अब के चाहिन्छ अर्डर गर्नु होला होइन। सबैलाई म पार्सल गरिदिइहाल्छु यहाँदेखि। अब यसलाई चाहिँ खबुज भनिन्छ होइन। कतिपयलाई अब थाहा छैन कि रोटी भन्छ, तर खबुज भन्छ नि गाइस। अनि यो भनेको केक बिस्कुट हो नि फेरि। तपाईँहरूलाई कतिलाई थाहा छैन नि यो केक बनेको। यो चाहिँ मिल्क, दुध। कतिपयलाई अब दुध भनेको थाहा छैन, गाईको दुध मात्रै सम्झेको होला। ल गाइस चेस है। यो जुस भनेको तपाईहरुलाई थाहा छैन नि, यसलाई फीफा भनिन्छ। अंगुर संगुर मिल्दा है इसमें फीफा। यहाँ त ऊँटको दुध मात्रै पाइन्छ। तपाईहरुलाई कतिलाई पहिले मन पर्दैन होला ऊँटको दुध, हामीलाई चाहिँ मन